हेलो एन्ड गुड मर्निङ सबैलाई। आजको नयाँ भिडियोमा अहिले चाहिँ यहाँ मेरो साथी छ, सानैदेखिको साथी। अहिले चाहिँ हामी हाइकमा गएको छौँ। ल सबैलाई हामी माथिबाट देखाउँछौँ है त। ल साथीहरू, आजको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनु गइरहेको छ एकदम, होइन त पासाङ हो। अब आज कति रुने हो के गर्ने हो एकदम इन्ट्रेस्टिङ। अब चाहिँ ल मजा आउँछ है त। स्टेज Hold me tighter, this dynamic says it all. हाम्रो एक्साइटेड भएको रचुनलाई चाहिँ अहिले अलिकति गाह्रो भएको छ, सास बलिरहेछ। अनि आधी बाटो नआइपुग्यो घर फर्किन्छु भन्छौ त तिमी त। भर्खर हामी चाहिँ चिन्डे पनि पुगेको छैनौँ है। कहाँ हो चिन्डे चाहिँ माथि The curator and I'm your animal. Feel like I'm sinking underwater. Feel like I'm going over the falls. My mind spins faster and faster. My heart is bursting through the wall. And just for once I wish we'd stop and smell the roses, instead of dreaming of things we miss. Elysian fields could be right under our nose. हेलो आमा कस्तो कालो बाटो। ओबर यिनीहरूले हामीलाई सर्टकट पनि यति साह्रो सर्टकट हिँडायो, पागल हुने गरी। हाम्रो डेस्टिनेसन Rapture at our fingertips. हाई, मेरो नाम रिस्ना लिम्बू हो अनि हामी आज सबैजना साथीहरू चाहिँ घुम्न आएको याकथुम पार्क। अहिले हामी चिन्डे डाँडामा छौँ, बल्ल बल्ल कति घन्टामा आइपुग्यौँ। अब यसरी नै रमाइलो गरेर जाने। बाई बाई। सेफ प्रिजन गुरु। अनि आज हामी यता साथीभाइ सबैसँग घुम्न आएको छौँ। अनि देख्नु सक्नुहुन्छ आज मौसम पनि राम्रो राम्रो छ, घाम लागिरहेछ। अब गएको चाहिँ कता हो थाहा छैन। Rejection and despair. When some great rapture is lingering in the air, I feel like jumping in your blanket. I feel like climbing in your Don't give up, don't give up, don't give up. हँसाइ त खायो। like a magnet. Your cunning traps me like a cage. के छ हाम्रो बिरामी मान्छे हाइकिङ जान तम्सिनुहुन्छ तर हिँड्न सक्नुहुन्न। उहाँको स्थिति चाहिँ अलि लट्ठी टेक्नेसम्म भएको छ। अहिले छिनमा 4 खुट्टामा नि हिँड्नु सक्नुहुन्छ उहाँ, 3 खुट्टाबाट। हिँड्नु चाहिँ हिँड्दैछु भन न। And just for once I wish we'd stop and smell the roses, instead of dreaming of things we miss. Elysian fields. Half trek complete, everyone. Everyone say hi in camera. हाफ ट्रेक कम्प्लिट भइसकेको छ। अब म पनि यस्तो कम्प्लिट हुन्छ। ल And just for once I wish we'd stop and smell the roses, instead of dreaming of things we miss. Elysian fields could be right on
rapture at our fingertips. हाम्रो साथी चाहिँ यता हिँड्न सकेको छैन अहिले भिडियोको लागि खुट्टा छिटो छिटो चालेको हो साथीहरू हो भिडियोको लागि छिटो हिँडेको ऊ पासाङ पछाडि हिँड्न नसक्ने यता गाह्रो छ नि हो खासै हेलो गाइस एज यु क्यान सी अहिले चाहिँ हामी अलमोस्ट 3 आवरको ट्रेक गर्नु आएको अहिले 2.5 घन्टा भइसकेको छ र हामी आधी बाटो आइसकेको छौँ एज यु क्यान सी द भ्यू अफ दिस है यहाँदेखिको अलिक राम्रो देखिरहेछ अब फोनले नदेखायो भने राम्रै छ होइन त रिजन सर एकदम रमाइलो भइरहेको छ अहिले साथीहरूको बिच अब हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ त निरन्तरता गर्छौँ अनि माथि गएर देखाउँछौँ स्टे ट्युन ओके हम श्रीलंका से आए हैं श्रीलंका से आए हुए हैं और हम यहीं से गए हुए थे तो आज से 50 साल पहले गए हुए थे 50 साल पहले उन लोग इतना हमको डॉज दिया ने हाँ कि कभी मतलब कि उठने ही नहीं दे रहा था उठने ही नहीं दे रहा था जिसके चलते हमको उधर गिरल टाइप के लगता था हाँ और सब एक था हम सिंगल थे हाँ तो इस तरह से मतलब कि उन लोग हमारा वाला समझ ना पाता था हाँ उन लोग कहता था तुम सबसे छोटा कारण कि मेरा वहाँ पर कुछ नहीं था हाँ और उन लोग को घर था बीवी था हाँ सब कुछ था ए म नानी यहाँ माथि सुलिथानमा हिँडेको हजुर सुलिथानमा धुपबत्ती गर्छु आउने जानेले टिकाटाले गरिदिन्छु आइदान वरदान मागिदिन्छु राम्ररी अहिले बनेको होइन त्यो सुलिथान भनेको पहिल्यैदेखि भाताभुङ्गे राजादेखि स्थापना भएको हो हजुर र भाताभुङ्गे राजाले 40 वर्षभन्दा गरिन रहेछ हजुर बाजे अनि त्यति अहिले त्यसले छोडेको 40 वर्षभन्दा गरेन रहेछ अनि अहिले छोडेको त्यहाँ 355 वर्ष भयो थानले छोडेको लापरवाही थियो म त्यही ठाउँमा जन्म भएको म मात्रै होइन हाम्रो बाजे शमशेर भट्टे बाजे खेलबहादुर बुवा म दिलबहादुर तामाङ यहीँ जन्म भएको हो तर यहीँ बस्नु यो जग्गा यो माने भन्ज्याङको जग्गा मेरो हो सुलिथानमा पनि छ 18 कट्ठा अनि त्यहाँ मैले धुप गरेको अहिले हेलो एभ्रिवान माई नेम इज ज्योति राई अनि हाम्रो 12 एक्जाम चाहिँ हिजो मात्रै सकियो होइन अनि हामी आज घुम्न आएको छौँ यो यस्तो लट्ठु साथीहरूसँग घुम्न आएको छु म यिनीहरूलाई मैले 11 मा भेटेको सरी यिनीहरूलाई मैले 11 मा भेटेको तर 11 मा हामी त्यति क्लोज थिएनौँ 12 मा आएर क्लोज भएको त्यति नै हो यो कुन ठाउँ हो नजिक छ भनेर कता टाढा ल्याइसक्यो यिनीहरूले के ठाकेर पेद्दु भइसक्यो म हिँड्नु पनि सकेको छिन माने भन्ज्याङ रमाइलो भइरहेछ होला नि त अहिलेसम्म चाहिँ रमाइलो साथीहरू मेरो नाम चाहिँ पासाङ तामाङ म चाहिँ यहाँ हाइकिङ आउँदाखेरि साह्रै गलेको छु अलिक बिस्तारै नै बोल्छु
सो हेलो एभ्री वान, अहिले चाहिँ हामी यो माथि याक्थुम मङदुङको गेटमा आइपुग्यौँ है फाइनली। अब चाहिँ हाम्रो थकित साथीहरू पनि एकदम उत्साहको साथ माथि चढिसके है, देख्न सक्नुहुन्छ। ल यता फर्केर हात हल्लाइदेऊ त गाइजहरू। ल यस्तो दामी नाइस कुल वेदर छ अहिले चाहिँ। अहिले चाहिँ अपहिल ट्रेक हुँदैछ साथीहरूसँग। पछाडि हाम्रो केटाहरू छन् भने दुईजना, पानमा र पासाङ। यहाँ मेरो छेउमा ज्योति हाई गरिदेऊ। अनि माथि वर्षा र रेसना हिँड्दैछ दुईजना। ओके, भ्यू चाहिँ मारेको छ ल ल माथि देख्न सक्नुहुन्छ। टेरिका ल दिपिन तिम्रो इन्ट्रोडक्सन देऊ। दिपिन चाहिँ चोर हो, चोरको हरकत जहाँ गए पनि उस्तै हुन्छ। रुखमा चढेर अर्काको घरमा के छ हेर्ने, अनि चोर्ने उसको बानी हो। कस्तो भइरहेछ अनुभव भन नि त, सेयर गर। दामी भ्यू दामी छ, वर्तित छ, तर वर्तित आयो लडी। झन्डै फोन के हेरे ज्योति? ओह अहिले चाहिँ हामी माथि याक्थुम भन्ने ठाउँ 15 मिनट तल छौँ। अहिले चाहिँ रमाइलो भयो, अहिलेसम्मको यात्रा कठिन पनि भयो तर रमाइलो गरिआयो साथीहरूसँग नाच्दै गाउँदै है। अगाडि भिडियोमा देखिहाल्नु। तर अब यो भ्यू यस्तो देखेको छ, धुम्म धुम्म। लक्की भन्नु कि अनलक्की भन्नु जस्तो चाहिँ लागेको छैन। त्यही नै हो। अब साथीहरू आउँदैछन् एक दुईजना तल है। त्यही नै हो। अब माथि गएर देखाइन्छ। अहिले चाहिँ अब यो किराहरूको च्याउ 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 आवाज सुन्नु होला त। चाहिँ प्रणेश परियार हो। अनि म चाहिँ मेरो सेक्सनको साथीहरूसँग, क्लासको साथीहरूसँग आएको छु। त्यस्तै हामी 10 जना छौँ होइन। हिँड्दाखेरि चाहिँ एकदमै थकाइ भएको छ, लामो बाटो छ होइन। अझै हिँड्नु थोरै, अब हामी एटलिस्ट अब त्यस्तै 20-30 मिनट हिँड्नु बाँकी छ अझै। हाम्रो पुग्नु अझै बाँकी छ होइन। पुग्नुको लागि चाहिँ अब हामीले धेरै सङ्घर्ष गरिसक्यौँ। यहाँ खुट्टा दुखेर हो, ढाड दुखेर हामीलाई यहाँ गाह्रो भइसक्यो। सामान पनि धेरै छ हामीसँग, अझै टोलहरू नै आउनु बाँकी छ होइन।
आजा सबैजना साथीहरू यता रेस्ना चाहिँ हाँस्दैछ अहिले हेरे आदि साथी आइपुगेकै छैन। म चाहिँ गलेर भिडियोमा बोल्नु पनि सक्नु छोडेँ अहिले यस्तो छ हालत। पासङ भाइ यता देखा पर यहाँ चाहिँ गलेर थकित ग्रस्त भएर कुकुर र मान्छे एक्लै दाजुभाइ सुतेछन् यार। नुन खोर्सानी होला एउटा साथी छु त स्लिपिङ खुट्टा खान उतापट्टि स्लिपिङ किङ म्यान भर्सेस वाइल्ड यतापट्टि स्लिपिङ बिस्ट उता पनि छ अर्को स्लिपिङ बिस्ट। अब त कुम्भकर्ण हुने क्या के भन्छ हाम्रो नमस्कार, म भास्कर रिजाल धरान 12बाट साल 18-19 वर्षदेखि म धरानमै हुर्किआएको बसिआएको मानिस या युवा। अनि कस्तो भयो त तपाईँको त्यहाँदेखि यहाँसम्मको यात्रा? एकदमै जटिल थियो, गाह्रो थियो, धेरै सिडी गाह्रो थियो। हिँड्दा खुट्टा ठोकेर खुट्टाको बेहालत भइसकेको छ। ऊ गुराँसको रुख हेरेर खुसी लागिरहेछ तर गुराँसै छैन। त्यो दुःख गरे अनुसार यो भ्यू हेरेर यो साथको मित्रता हेरेर कस्तो लागिरहेछ त तपाईँलाई? एकदम रमाइलो। म त प्रश्न सोध्न थालेँ त यार। अनि यहाँबाट भ्यू हेर्दा तपाईँलाई के को सम्झना आउँछ? मलाई त बाटो अनि बाटोमा बिचमा हामी पानी विहीन भएको थियौँ, हजुर सबैको मुख सुक्खा, हजुर सबैको टाउकोमा रिङ्गाटा, सबैको हात खुट्टा थकाइले शिथिल भएको थियो। तपाईँको कस्तो थियो त्यति बेलाको एक्सपिरियन्स? मेरो त्यस्तो केही पनि थिएन। हजुर, म तलबाट खाएर आएको चाहिँ त्यतिले पुगिरहेको थियो। आउने बित्तिकै कोक खाएर मलाई चित्त बुझ्थ्यो। मलाई त्यति साह्रो केही पनि भएन। ल अब यसपछिको हाम्रो प्लान के छ त? हाम्रो मासु पोलेर खाने। मासुको हाम्रो कुन भेराइटी हो? पर्क। अनि हाम्रो अर्को के छ भेराइटीहरू? चटपटे, करेन्ट, अनि त्यसपछि पनिर छ। अब पनिर के गर्ने थाहा पनिर के गर्ने मैले पनि यसो सोचे, कम्ती त लिएको छ, तेल लिएको छैन नि त। हेलो सबैजनालाई, हामी चाहिँ बल्ल यहाँ माथि आइपुगिसक्यौँ। अनि हामी चाहिँ मेरो चाहिँ केही काम पनि छैन होइन। अहिले यिनीहरूले मलाई कुटेर खेदाउँछ होला, तर खेदाउँदैन, सबैले माया गर्छ मलाई। आउने बित्तिकै चेतावनी ल्याएको हो त्यो नयाँ डायरी। यहाँ चाहिँ हाम्रो साथीहरूले चटपटे बनाउँदै हुन्छ। पासङ हाई भन, रचना हाई भन, ज्योति, भास्कर। वाउ, हाम्रो मनिषा दिदी हुनुहुन्छ, यहाँ वर्षा दिदी हुनुहुन्छ। नहोस् त बाले फरर होइन, मेरो आइपुगेको होइन त मेरो स्वर सुनेको उनीहरूको सुन्ने। यहाँनिर चाहिँ हाम्रो छ अर्को कुरा, यहाँनिर छ स्पेसल। अनि यहाँ चाहिँ रिजनले आगो बाल्दै गरेको। अनि यहाँनिर चाहिँ भिडियो बनाउनुको लागि स्ट्यान्ड राख्ने ठाउँ खोज्दैछ। हजुर देखियो त मेरो पावर। ओए ओए भाइ ओए हेलो, मेरो नाम चाहिँ वर्षा राई हो। म सुषमानको फेभरेट बहिनी। यहाँ छु याक्थुम। Is it too late to learn to listen? Too late to be less a man. नमस्ते, मेरो नाम दिपिन खत्री। हामी आज यहाँ ट्रेकिङ आएको थियौँ। के भयो ठाउँको नाम? याक्थुङ लुम्बुङ। हामी 1:30 मा आएको थियौँ। अहिले
4:40 भएको छ। हामी सबजना रमाइलो गरेर घर फर्किन आँटेको छौँ। यहाँ देख्न सक्नुहुन्छ सबजना साथीहरू यता बस्नुभएको छ, कोही कोही यता पनि हुनुहुन्छ। सबजना प्याकिङ गरेर अब निस्किन आँटेको। हस्, धन्यवाद। Carried it all. याकथुम प्लिज भिजिट दिस प्लेस है। हाम्रो धरानदेखि स्ट्रेट आउट फ्रम अहेड चिन्डेरादेखि माथि सबैले एकचोटि भिजिट गरिदिनु होला। इट्स लभली गाइज। ओके यस तुतमान अन्धो कस्तो लाग्दैछ अन्धोबाट? एकदम रमाइलो लाग्दैछ। अघि चाहिँ म आनन्दले गएको थिएँ। जुत्ता पनि देखाइदिनु पर्यो नि त, अन्धो भनेर हुन्छ। जुत्ता अन्धोको जुत्ता भइहाल्यो नि, कोही हो नि टिभी पनि यहीँ छ उता माथि कसलाई दिनु तपाईँले अब के अरे चर्चा गर्नुहोस् न। पानी तलदेखि बोक्नु पर्छ होइन, अनि मैले पानी बोकेर ल्याएको म त दिँदैन भनेर मेरो त मन हुँदैन होइन। अनि अब मागेँ भने त उहाँहरूले म दिइहाल्छु, अब मागेन भने त मैले पनि दिनु त जबरजस्ती दिनु त मिलेन। त्यसरी नै हो अब गरिरहेको छु। अब पछि अब भगवान्ले साथ दिए भने चाहिँ अब राम्रो के अरे राम्रै बनाउने राम्रै होस् भन्ने एउटा प्रार्थना चाहिँ छ। हजुरलाई पनि धेरै धेरै मुरी नै मेरो के अरे हृदयदेखि नै अब धन्यवाद हजुरलाई पनि। पानबारी त बलवा रात परो अहिले चाहिँ हिँड्दा हिँड्दै चिन्डे डाँडामा रातिको 7:30 भइसकेको छ। अलिक बेसी टाइम भनिदिउँ। ज्योति चाहिँ अनि रात परेर एकदम एक्साइटेड भइरहेछ घरमा गाली खानुलाई। यता हेरेर अनुहार देखाइदियो तिम्रो, यता हेर न, यता मजाले